वेलकम टु माई चिरिम ब्लग्स। फेरि नयाँ भिडियो लिएर आएको छु तपाईँहरूको लागि। यो चाहिँ मेरो अब आजको चाहिँ एकदम डेकोरेसन राम्रो प्लस एकदम स्विट एन्ड एकदम धार्मिक स्थल भएको ठाउँ हो यो चाहिँ। र एकदम मानिने गरिन्छ। हामी चाहिँ लागि धरानबाट चाहिँ अब सुब्बादेउराली मन्दिर र यसमा चाहिँ हामी अब आज होइन फटाफट यस्तो स्पिड लैजाने। अब ढिला पनि थियो हामीलाई अन द वे। अब एकदम स्पिड नै लगाइदियो। बाटो अलिकति खाली पनि थियो। हामी लाग्दै गऱ्यो। ल अब धरानको चोकबाट चाहिँ हामीलाई त्यहाँसम्म पुग्नलाई मेबी 10 मिनटभन्दा पनि बढी लागेन हो। यस्तो स्पिडको हावामा उडाइरहेको छ कि हेर्नुहोस्। हावा सर यार कहाँ यताउता दायाँ बायाँ छैन। सर हानिरहेको छ क्या अब सर। स्कुल सफारी पनि यति स्पिड हुन्छ थाहै थिएन। ल आज होइन म चाहिँ अब आइपुग्नै लाग्यो हामी सायद। अहिले चौताको तलको भ्यूहरू र हामी नजिक पुग्न लागिसक्यो। हामी नजिक पुग्न लाग्दाखेरि चाहिँ धेरै चिजहरू देखिन्छ होइन। र यो एउटा मन्दिर एकदम अब चलन चल्ती होइन। स्पिड हामी अझ कुदिरहेको छौँ र नजिक पुग्न आँटेको जस्तो छ हामी होइन। तर अलिकति चाहिँ बस पाहाडबाट चाहिँ हामीको टाढो पुगेर हामी नजिक फेरि इन्ट्री भइहाल्यो है। ल इन्ट्री हामी सुब्बादेउराभित्र अब पूजापाठको लागि चाहिँ सफारीहरू चाहिँ बिचमा रोकिँदो रहेछ र हामीलाई यताउता घुमेको होइन। सुब्बादेउराली मन्दिर चाहिँ नेपालको अवस्थित एक प्रसिद्ध हिन्दू तीर्थस्थल र धार्मिक मन्दिर हो। यो मन्दिर विशेष गरी समर्पित छ देवी सुब्बादेवीलाई, जसलाई भक्तजनले आफ्नो मनोकामना पुरा गर्ने शक्तिशाली देवी रूपमा मानिन्छ। र म यहाँबाट अब त्यही आस बोकेर म एउटा पूजा सामान लगाएर हिँडेँ दोहोऱ्याएँ र आफ्नो एउटा मनोकामना पुरा गर्न। यहाँ चाहिँ धागोहरू बान्यो भने चाहिँ केही इच्छाहरू पुरा हुन्छ भन्ने चाहिँ पागलहरू हुँदो रहेछ सबैको। अनि यो मन्दिर चाहिँ लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला सन्तिगढ नगरपालिका लगभग 45 फिटदेखि 18 मिटर उचाइमा रहेको छ होइन। मन्दिर महाभारत पछाडि बिचमा अलग हाइडुङ्गामा हरियाली पेरिसमा सुन्दर प्रकृतिमा घेरिएको छ यो मन्दिर चाहिँ होइन। तर हामी इन्ट्री हुनुभन्दा अगाडि चाहिँ यो बलि एकदम दिने भएको कारण हेर्नुहोस् रगतै रगत देख्नुहुन्छ तपाईँले होइन। तर मलाई चाहिँ अलिकति रगतहरू देख्ने बित्तिकै चाहिँ अलिकति उति नै हुन्छ कि फेरि मन खिन्न भएर आउँछ होइन। र हामी चाहिँ तल्लो मुर्ति त माथिल्लोमा पर्नेछ, दुई भागमा पर्नेछ। अब तल्लो ल अब हामी पूजापाठ लगेर चाहिँ योबाट भित्र लाग्ने सुरु गर्दैछु। यहीबाट चाहिँ अब यसको इतिहास चाहिँ तपाईँहरू बुझ्न सक्नुहुन्छ भने होइन। यसको इतिहास ल त्यहाँबाट मनी भित्र लाग्यो। अब भालो त बस्नु पर्यो। हजुर छैन रक्सी हो भाले छैन रक्सी नल्याए पनि हुन्छ नि। रक्सी अलिकति घरमा ल्याएको हो? हजुर घरमा ल्याउनु भएको? हजुर भाले अझै फेरि ए माथि माथि उठाउनु पाउँछ उठाइदिन्छ त उता हाल्दैन।
है म चाहिँ यहाँबाट मजाको फर्किरहनु यो त कतै हामी चाहिँ अब यो एउटा सुबहदार भएकोलाई होइन एक राउन्ड गर्दैछु यहाँ गर्छु टिका पनि लिएर आउनेछ टिका लिएर आउँदैन मम्मीले चमकार यो मन्दिर चाहिँ सुबदेउराली मन्दिर हिन्दू धर्मावलम्बीहरूको लागि चाहिँ अत्यन्त पवित्र स्थल मानिन्छ यहाँ भक्तजनहरूले शुद्ध मनले पूजा गर्दा देवीले मनोकामना पुरा गर्ने विश्वास गर्छन् विशेष त फेरि यो मन्दिर चाहिँ शनिबार र मङ्गलबार चाहिँ धेरै भक्तजन आउनेहरूले एकदम बिजी हुन्छ अनि म चाहिँ अब आजको दिन चाहिँ शुक्रबार दिन जस्तो पुऱ्याएको थिएँ खासै त्यसो भिड चाहिँ देखिने यो मन्दिरमा चाहिँ मैले नै होइन र यो मन्दिरको स्थापना चाहिँ इतिहास चाहिँ मन्दिरको पुरानो स्थापना समयमा चाहिँ मानिन्छ र 2040 विक्रम सम्वततिर पूजा नियमित रूपमा सुरु भएको थियो भने पगोडा बेलीको संरचना 2042 सालमा निर्माण भएको थियो यसको चाहिँ हामीले अब यही बुझिने गरिँदो रहेछ होइन हाम्रो अब बत्ती सत्ती पनि बालिन्छ बत्ती सत्ती बालिसकेपछि चाहिँ अब मनोकामना दुईवटा बत्ती त बालेपछि भनिँदो रहेछ त्यसबाट हामी लाग्यो फेरि पूजासुजा गर्दा यताउता होइन गरेर भगवान्लाई पूजा गरेर र त्यहाँबाट धुपसुप चढेर हामी त हिँड्दै बसेँ यहाँ चाहिँ के गरिन्छ भने सुबदेउरा अलिकति आकर्षित गर्छ विशेष गरी नेपाल र भारतबाट यहाँ चाहिँ धेरै जसो नेपाल र भारतबाट एकदम भक्तजनहरू आउने र भिड हुने ठाउँ पनि मानिन्छ यहाँ चाहिँ रोक्यो भन्दैछु त र यो मन्दिरमा चाहिँ एउटा दन्ती कथा पढिन्छ एउटा प्रसिद्ध कथा अनुसार लाउरे सैनिकले आफू ब्रिटिस आर्मी हुन पाउँ भनेर माग्दाखेरि चाहिँ म तिम्रो लागि यो सुन चढाइदिन्छ यो भन्दाखेरि चाहिँ ऊ आफूले ब्रिटिस लौरे भएर पनि फेरि नेपाल फर्किँदाखेरि आफू त्यो वाचनमा भाका पुरा गर्न नपाउँदा चाहिँ उसलाई लगेर देवी शक्तिले गर्दा उसलाई त्यो जङ्गल पहाडमा लगेर गाडीको हुने सुनिन्छ त्यो कता हराए अनि मैले घन्टी सन्टी बजाउँदै अब दर्शन गर्न थालेँ सबैतिर तर क्लिन छ भन्दो रहेछ तर क्लिन चाहिँ मैले खासै त्यस्तो देखिनँ किनकि अगाडि रगत देखेपछि म आफैले अलिकति नराम्रो फिल भयो किनकि पशुपन चाहिँ बलि भन्यो भने त यता जो कि अब घन्टीको सुर भयो त्योपछि मैले लागेँ म अब बिस्तारै आफ्नै र मैले धागोहरू बाँध्ने धेरै देखेँ यहाँ चाहिँ कुसेलमा आफ्नो नाम यसरी राख्दो रहेछ यो धागोहरू भनेर र धार्मिक एउटा विश्वास आस्थाले पनि भऱ्यो एकदम सुब्बादेउराली पाकल र सुब्बादेउराली मन्दिर र म त्यति ओदो घुम्न लागेँ के कसो छ भनेर र मैले आफै सुन्न घुम्न थालेँ र मैले त्यहाँ एउटा के मलाई उसको नाम नि भन्नु आएन फेरि के भनिन्छ ठ्याक्कै बिर्सेछु मैले नाम जान्ने यस्तो पो गाह्रो छ र म यहाँबाट लागेँ अब पूजा गर्ने अर्को सानोबडी मन्दिरबाट माथिल्लोबडी अघि म तल्लोपट्टि गएको थिएँ भने अहिले माथिल्लोपट्टि आएको छु माथिल्लोपट्टि ल अब त्यहाँ पनि लाइन भिड एकदम थियो म एकदिन लाइन बसेँ भित्र मन्दिर र भिडियो सुट गरेँ तर मलाई अगाडि नै रगतहरू धेरै देख्ने कारणले म आफूलाई उत्यो भयो केही छैन म घुमेँ
गाउँ घुमिसकेपछि चाहिँ के कस्तो हो अब भक्तजनहरू पनि एकदम बिजी र सदा लिएर आउनुभयो र धेरैजना ढाका ढाका यसो चिन्डाएर देख्यो यसो चिन्डाएर आएको छ होइन शक्तिशाली पनि र प्लस यो चाहिँ ठ्याक्क पार्टी भराएको ताँहरू यसो झुन्डाइदिएको छ कि ल ए तपाईँको मनोकामना इच्छाहरू केही आफूमा पुरा भएको छ हेर्नुहोस् पुरा त्यो पनि धेरै टाढासम्म हुनु पऱ्यो यसो फिटेर सदालो भएर नभएको त्यस्तो विश्वास भएको आँखा पनि लाग्यो विद्यार्थीहरूको भिडियो यसरी हिँड्दैछु होइन मेनदेखिको सान्दर्भिक चिजहरू चाहिँ यसरी पहिलेदेखि नै यहाँ विश्वास यहाँ सदालो भद्र जग्गाको चाहिँ एकदम भिडबाट गएर हामीले देखियो र हेर्नुहोस् यो चाहिँ एकदम महत्त्वपूर्ण छ यहाँ चाहिँ ल सुभद्रा भाकाले नि मलाई रक्षा गरौँ जय माता दे ओके ओके लगायत मेरो भिडियो आज सुब्बा देउरालीको यही हो खासै त्यति धेरै मैले इन्फर्मेसन दिन सकिनँ होला होइन माफी पाऊँ र अझै तपाईँहरूलाई के कसो